नमस्कार। नमस्कार। म गौरीकी आमा। म प्रेमको आमा। हामी यति बेला धड्कन हेरेर धड्कन सिरियलको भनेको केही छैन। नमस्कार, म धड्कन सिरियलकी गौरीकी आमा। नमस्कार, म धड्कन सिरियलको प्रेमको आमा। हामी यति बेला धड्कन सिरियलको एपिसोड 3 बाट कमेन्टहरू पढ्दैछौँ। आज चाहिँ के लेखेर चाहिँ हेरौँ न। तपाईहरूले पठाउनु भएको कमेन्टहरूलाई हामी एकदम श्रद्धाका साथ, मायाका साथ पढ्ने कोसिस गर्दैछौँ र जवाफ दिने कोसिस गर्दैछौँ है त। के कलिकली कहाँबाट के लेख्नु भएको छ। के अरे जेठ 25 गते आउँदैछ, पढ्नदास होस् औँ तिमी भन्ने गीत रहेछ हैन। त्यो उहाँले आफ्नो एड गर्नु भएको एके अफिसियल भन्ने उहाँले जुन मेन हो त्यो चाहिँ पढौँ न। त्यो के अरे उसलाई धड्कनलाई भनेको चाहिँ पढौँ ल। आजको धड्कन भाग 3 ले पनि मेरो त अत्यन्तै मन छोयो। धड्कन टिमलाई फेरि पनि सफलताको धेरै धेरै शुभकामना। हामीलाई शुभकामना दिनुभएको रहेछ। धेरै धेरै धन्यवाद। अर्को के छ आफ्नो मान्छेलाई सिरियलमा देख्दा खुसी पनि लाग्दो खुसी मिल्दो रहेछ भन्नुभएको रहेछ। लु बधाई छ, सिरियल हेर्नु दौडेर आउँदा आउँदै होनार पानी आयो नि त हो, ढिलो भयो बाबै भन्नुभएको रहेछ। यो को हुनुहुन्छ? सन्जु कुँवर होइन त हो, सन्जु कुँवर। धन्यवाद। पानी पर्दा पनि दौडेर आइदिनु भयो। अनि यो को छ चस्मा लगाएर पनि नदेख्ने भइसक्यो म त। धेरै राम्रो छ यो सिरियल। मेरो त मनै घनुमाया गौतम जातीय विभेदको अन्त्य गर्नका लागि बनेको नेपाली सिरियल धड्कन भन्नुभएको छ। हो, जातीय विभेदकै लागि भनेर हाम्रो सानो प्रयास हो यो चाहिँ। अब प्रेमको घरले गौरीलाई स्वीकारेको हेर्न चाहने भन्नुभयो होला। चाहने जति यता हाजिर हुन् त भन्नुभएको रहेछ। धन्यवाद धेरै। अनि धड्कन हेरिसकेपछि मलाई यस्तो फिल हुन्छ कि मेरो आफ्नै जिन्दगी पनि सिरियल बन्छ कि क्या हो। धन्यवाद धड्कन, जिन्दगीलाई सिरियलको नजरले हेर्न सिकाइदिएकोमा भन्नुभएको रहेछ। हाम्रो प्रयास तपाईँलाई राम्रो लागिरहेको छ, त्यसको लागि हामीलाई पनि एकदम खुसी लाग्छ। अनि हामी सबैले धड्कन हेरेर केही पाठ बुझौँ धड्कनबाट। जय धड्कन भनेर लेख्नु भएको रहेछ होइन। खुसी के हो यो? खुसी स्याडा होइन त। मैले पढ्नै जानिनँ त्यो युट्युबमा त्यस्तै हुन्छ। सिरियल जटिल बन्दै गइरहेको छ, दुःख पनि कति परेको हो। पटक रुवायो आजको भागले त, धेरै भावुक बनायो अरे। हामी पनि रुँदै सिरियल हेर्दै थियौँ होइन। हामी दुईजना सँगै बसेर सिरियल हेरेको थियौँ। हामी पनि रोयौँ है धेरै। यस हाम्रो प्रयासले तपाईँहरूको धड्कन छुनलाई अलिकति भए पनि प्रयास गरेको छ होइन। हाम्रो काम कस्तो लागिरहेको छ त्यो पनि भन्नु होला। प्रेमकी आमा, गौरीकी आमा सँगै बसेर तपाईँहरूको कमेन्ट पढिरहेछौँ। हाम्रो प्रयास कस्तो लागिरहेछ त्यो पनि भन्नु होला है। आमाको लागि गजल रे ओ गजल त लामो रहेछ। ए होइन म गजल पढिदिन्छु ल। खुसीजीले नै लेख्नु भएको रहेछ है। आमाको लागि गजल भन्नुभएको रहेछ। हारेको बेला साथ दिने तिमी हुनु होइन, के हो मैले पढ्नै जानिनँ। हारेको बेलामा साथ दिने तिमी हुनु नै ठुलो जित हो मेरो लागि मेरी आमा। ज्ञान हो तिमी, विज्ञान हो तिमी, हरेक मुटुको धड्कन हो तिमी, मेरो ज्यान अनि तडपन हो तिमी, हाम्रो धड्कन जय धड्कन। राम्रो लेख्नु भएको छ। अरू पनि पढौँ न हो। धड्कन सबैको मुटुको धड्कन नै बनेको रहेछ। 1 भाग भन्दा 2 भाग राम्रो, 2 भाग भन्दा 3 भाग अझै राम्रो। अनि कहाँ लेखेको छ? राम्रो बनोस्, अझै धेरै राम्रो बनोस्। 3 भाग झनै राम्रो छ। धड्कन अझै धेरै राम्रो बनोस्। धड्कन हेरेर कहिले मन नभरियोस्। अर्को हप्ता कहिले आउँछ भन्ने प्रतीक्षा बनोस्। सबै कलाकारलाई सफलताको शुभकामना भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अब तिमी पढ। मेरो आँखाले दिएर म चस्मा लगाएर पनि मलाई त धेरै मन छोयो। कति राम्रो सिरियल हो यो धड्कन सिरियल। धन्यवाद। हामी नाम धड्कन हेरेर छुवाछुतको अन्त्य गरौँ भन्नुभएको रहेछ।
आहा धेरै राम्रो बन्दै गएको छ। सरोज दाईको के छ यो सरोज दाईको एक्टिङ बवाल लाग्छ अरे हामीलाई पनि बवाल लाग्छ सरोजको एक्टिङ अगाडि न सरोजीको एक्टिङको फ्यान हो म। प्रेम र गौरीको जोडी राम्रो राम्रो छ। सिरियलको धेरै धेरै सफलताको धेरै शुभकामना भन्नुभएको रहेछ। धन्यवाद है। जातले के गर्छ, रगत एउटै त हो, भित्रको घाउ सबैको गहिरो त हो। नबनाऊ भेद, नदेखाऊ घृणा, मानवता नै साँचो हिरो त हो। कस्तो राम्रो। एनएस स्टार जीले लेख्नु भएको रहेछ यो चाहिँ होइन, राम्रो लेख्नु भएको छ। अनि अब धड्कन सबैको मन मुटुमा बस्न सफल हुँदैछ। अब टप सिरियलमा 1 नम्बरमा आउने भयो अरे। आशा चाहिँ गर्छौँ होइन, हामीले 1 नम्बरमा आउने प्रयास गर्छौँ, मेहनत गर्छौँ। हाम्रो मेहनतलाई तपाईँहरूले एकदम साथ दिनुहोला, सपोर्ट गर्नुहोला, अनि लाइक कमेन्ट सेयर गर्नुहोला। साँच्ची एकादशी फिल्म्स युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नु है। यदि हरेक बुधबार ठिक्क टाइममा तपाईँले थाहा पाइहाल्नुहुन्छ हाम्रो धड्कन आयो बुधबार 7:45 धड्कन एउटै दुईटा हो मुटु, मनले भन्छ कहिले नि नछुटु। वाउ जय धड्कन। कस्तो खुसीजीले तपाईँ त सायरै हो कि के हो। अनि प्रेमलाई र गौरीलाई काम गरेर खानु नदिने बाबाको बाणी मलाई मन परेन। यो चाहिँ आरजु दाईको लागि हो है, वासुदेवजीको लागि, प्रेमको बुवाको लागि यो चाहिँ। अनि एकदमै राम्रो सिरियल। माया भनेको यस्तो पो हुनुपर्छ है, सबैलाई थाहा छ मायाको बारेमा। माया यस्तो हुन्छ भनेर कहानीमा डुबेको धड्कन अति राम्रो छ। धेरै धन्यवाद। यति मायाले यति श्रद्धाले हामीलाई धेरै साथ दिनुभएको छ, कमेन्ट गर्नुभएको छ। प्रेम बाँच्नुपर्छ र जात भातको पर्खालको तगारोलाई जसरी भए पनि पखाल्नुपर्छ। सहरमा यस्तै हो, 20 रुपियाँ नहुँदा बिचरा प्रेमले आफ्नो ज्यानै दाउमा लगाइदिए। यस्तो हुन्छ। अब पसल खोलेर बसेछ, उसले सित्तैमा दिने कुरा पनि आएन होइन। उसलाई आफ्नो श्रीमतीलाई खुवाउनु परेको छ, श्रीमतीलाई खुवाउने कुनै उपाय नै थिएन, उसले चोरेर भागिदियो होइन। चोर्नु राम्रो त होइन, तर बाध्यता पनि आइपर्छ मान्छेको जिन्दगीमा। कथावस्तु एकदमै मार्मिक रहेछ। म त हेर्दै कति बेला आँसु झरेको पत्तै भएन। सम्पूर्ण टिमलाई सफलताको शुभकामना। धेरै थ्याङ्क यू सो मच हाम्रो कामलाई सराहना गरिदिनु भएकोमा। सिरियल मात्र होइन, यो त जीवनको ऐना हो। हर दृश्यले लुकेको हरेक हर्ष र वेदना हो। कसैको सपना, कसैको व्यथा पर्दामा आउँदा लहरिएर सम्झन्छौँ आफूलाई हामी ती पाटाहरू दोहोरिएर। यो पनि सायरी नै एनएस स्टारजीकै रहेछ यो चाहिँ। यो पढा त खुसीजी नै रहेछ हो। जति हामी सबै एउटै हो। जात हात के हो, मैले पनि आँखा नदेखि भइसक्यो। हामी सबै एउटै हो, हात काट्दा रगत सबैको रातो आउँछ। तर यो जातीय भेदभाव मात्र किन भनेर हामी सबैलाई थाहा छ जात भातको कुरा गर्नु हुँदैन भनेर, तर हामी सबैले जात भातकै कुरा गर्छौँ होइन। यो गलत हो। मान्छे हो, जातले होइन। माया गर, घृणा त होइन। सबैको अधिकार एउटै हो साथी, भिन्नता होइन एकताको जीत। अब मैले पढ्न नजाने प्रेमलाई केही हुन सक्दैन। अर्को कमेन्ट आएको छ उमा बस्नेतजीको होइन। अनि प्रेमलाई केही हुँदैन र घमण्डी बाबाको अगाडि प्रेमको जोडीले सुख पाउनुपर्छ र बाबाले दुःख पाएर घमण्ड र अहङ्कार छोडेर प्रेमको जोडी खोज्दै गएर माफी माग्दै बुहारी स्वीकार्नुपर्छ। कति मजाले लेख्नु भएको छ। माया गरिसकेपछि कसले रोक्न सक्छ र एक हुन। धेरै माया गर्नुभएको छ। हामीलाई सधैँ नै यसरी नै माया गर्नु होला। एकदमै मन रुवाउने भनेर लेख्नु भएको रहेछ नानु भण्डारीजी। नानुजी तपाईँको कमेन्टलाई धेरै धेरै धन्यवाद। पक्कै यस्तो नहोस् जस्तो लाग्छ मलाई त। कुनैको नाम पढाएछौँ, कुनैको नाम पढाएछौँ, त्यसलाई सरी। म बहिनी साथ देऊ, दाजुलाई हेला नगर, बहिनी माया गर,
म चाहिँ आएँ है लक्ष्मी बहिनीको तर्फबाट लक्ष्मी बहिनीको तर्फबाट आउनु भएको रहेछ धेरै धेरै धन्यवाद है आमाको कुरा सुन्नु के भने कहाँ गयो बिचरा आमाको मन कति सफा हुन्छ है आमाको मन जस्तो कसैको मन हुँदैन त्यो त आमाको मन जस्तो त संसारमा कसको मन हुन सक्छ र हैन निस्वार्थ माया हुन्छ गालीभित्र पनि प्रेम लुकेको हुन्छ प्रेम र गौरीको मिलन कहिले नछुटोस् भगवान केही नहोस् प्रेमलाई तपाईहरुको आशीर्वाद लागोस् गौरी र प्रेमलाई जातीय विभेदको अन्त्यको लागि हाम्रो प्रयास धड्कन कसले लेखेको यो सोभित ढकालजीले लेख्नु भएको रहेछ एनएसजीले नै लेख्नु भएको छ कति धेरै लेख्नु खुसीजी त बाफ्रे एकदम खुसी लाग्यो तपाईको कमेन्टहरु पढेर त हामीलाई अरु साथीहरु पनि एकदम पढ्नु हामीले अब कति तपाईहरु पनि गएर कमेन्टहरु पढ्नु होला एकदम मजा लागिरहेछ हामीलाई चाहिँ धड्कन तपाईलाई याद छ नि बुधबार आउँछ हैन बुधबार 7:45 मा आउँछ हरेक बुधबार एकादशी साइरी लेख्नु भएको छ हजुरहरुले पनि त्यो सिरियल हेरेर कमेन्टमा गरेर हेर्नु होला कति राम्रो साइरी लेख्नु भएको छ के अन्तिमसम्म हेरेर भिडियो मन भक्कानियो अर्को राम्रो हेर्न पाऊँ अनि कति राम्रो हो सिरियल नेपाल न्यूज लेख्नु भएको रहेछ जय धड्कन लेख्नु भएको छ कसैले चाहिँ एनएसजीले त ल हेर्नु न कति छ कति धेरै नमस्कार सबैजनामा धेरै राम्रो छ भन्नुभएको रहेछ खुसीजी रहेछ सबै कति धेरै एकदमै खुसीजी देखेर हामीलाई खुसी लागिरहेछ एनएसजी र हाम्रो टप 1 र टप 2 कमेन्टर भन्छ र प्रतिक्रिया दिने प्रेम र गौरी कस्तो मूर्ख गौरीको घर छ त त्यहाँ नबसेर किन होला जंगल डुलेको त्यही त आमाले त भने हुनुहुन्छ नि गौरीले नमानेको होइन प्रेमले नमानेको है गौरीको आमाको कुरा चाहिँ ससुरालीमा गएर बस्न मन लागेन होला नि त ज्वाइँलाई हेला गर्छ भन्ने हुन्छ जुन सिरियलमा पनि सरोज भाइ जातको र होइन उहाँको एउटा ठुलो प्रयास हो सरोज भाइको चाहिँ जातीय विभेद अन्त्य गरौँ भन्ने एउटा अभियान बोकेर हिँड्नु भएको युवा हो युवा कलाकार हो उहाँको जेमा पनि देखिनुको कारण चाहिँ के भने मनैदेखि जातीय विभेद अन्त्य गरौँ भन्ने छ उहाँलाई त्यही भएर पनि यो कुरा आएको है यसलाई अन्यथा चाहिँ नलिनु होला रगत सबैको रातै हुन्छ सबै जातपात नछुट्याउँ भन्ने उहाँको भावना हो जातीय विभेद अन्त्य हुनुपर्छ सधैँको लागि देख्नुभयो सबैले त्यही भन्नुहुन्छ मीना मगरजीले लेख्नु भएको छ धेरै दुःख लाग्यो अब अर्को हप्ता के होला भनेर उहाँले चाहिँ एकदम जिज्ञासाका साथ लेख्नु भएको छ हामी पनि प्रतीक्षामा छौँ अर्को हप्ता के होला आमाको मन हो नि कमल हो रे बिचरा एनएस स्टार के भयो प्रेमको अन्त्य हुनु हुँदैन है रे हामी पनि त्यही शुभेच्छाका साथ बाँचिरहेका छौँ अर्को हप्तासम्मको लागि हेरौँ के हुन्छ स्याड स्टोरी रे स्याड लाग्यो हामीलाई पनि स्याड लाग्यो म रोशनले भनेर आएको सिरियल राम्रो छ भन्नुभएको रहेछ रोशन हो निशा तामाङ रोशन भने त मेरै भाइ हो कान्छो भाइले भनेर आएको होला होइन आमाको मन त हो नि आमाको मन त हो भनेर भन्नुभएको छ बल्ल बुझे प्रेम र गौरी किन गौरीको घर नबसेर बाहिर बसेको कुरा रे आजको भाग कस्तो लाग्छ के अरे कस्तो लाग्छ जस्तो छ त्यस्तै कमेन्ट गर्नु होला है भनेर लेख्नु भएको रहेछ यो सोभित ढकालजीले लेख्नु भएको रहेछ प्रेम बस्नुपर्छ भनेर भन्नु तर हेर प्रेमको आमाको लागि कति कमेन्ट आएको छ आमाको मन त गौरीको आमाको लागि त एउटा कमेन्ट आएको छैन त खालि प्रेमको आमा गौरीको आमा भनेपछि दुईटै आमा हो के आमाको मन त हो भनेछ नि त दुईटै आमाको मन हो के आमा भनेर उसको मात्र आमा भनेको छैन नि त बिचरा आमाको मन त हो गौरीकी आमा प्रेमकी आमा भनेको छैन के आमाको मन आमा
आमा त आमै हो नि त दोस्तो जे भइन होइन। त्यो त त्यही मान्छु म अब ल। ओहो ल मेरो प्यारो भाइ सरोज दाहालको सृजना धड्कन भाग 3 सार्वजनिक भइसक्यो अरे बाबुराम खत्रीजीले। आजको भाग हेरेर मुटु नै कापे जस्तो भयो। कति लेख्नु भएको रहेछ, यति गहिरो कथा, यति सशक्त अभिनय र यति मन छुने निर्देशकको शब्दले बयान गर्न मुस्किल छ। धेरै धेरै बधाई र आत्मादेखि स्नेहपूर्वक र कामना मेरो भाइ सरोज दाहाललाई भनेर भन्नुभएको रहेछ। यति लामो छ यो त आमामा। बाफ्रे बाफ्रे, धेरै धेरै धन्यवाद सरोज भाइको तर्फबाट। हामीले पनि धन्यवाद भन्यौँ है। कहाँ गयो बाहिरै निस्क्यो। यति राम्रो राम्रो कमेन्ट गर्नुभएको छ, धेरै खुसी लागेको छ हो हामीलाई त। यस्तै माया दिनु होला सधैँ। अघि मैले भन्दै छुटेको कुरा चाहिँ म भन्न चाहन्छु, एकादशी फिल्म्स युट्युब च्यानललाई सब्सक्राइब गरेर राख्नुहोस्। अनि हरेक बुधबार 7:45 धड्कन लिएर हामी उपस्थित हुनेछौँ। बुढी पाल्नको लागि जे पनि गर्न तयार हुन्छन्। कस्तो अर्काको छोरीलाई पाल्छु भनेर ल्याइसकेपछि जिम्मेवारी उठाउन पनि त तयार हुनु पर्यो नि, होइन र? आमाको मन कति कमलो हुन्छ। आमाको लागि चाहिँ धेरै कमेन्ट रहेछ त्यो सिटी जस्तो छ। बाबाको बानी मन परेको छैन यो लास्टको यो बाउ कति पापी हो कि। आर्जे दाइला पापी हो, तर आर्जे दाइला पनि होइन, यो त वासुदेवलाई भनेको होइन। समयको कपाल समाएको आमा नै हुनुहुँदो रहेछ। अस्तिको भागमा कपाल कसले समाएको भनेर सोधिएको थियो नि त। यहाँबाट हामी कता गयो, को रुनुभयो त आजको एपिसोडमा? म जस्तै हामी पनि रोयौँ। हामी पनि रोयो अघि सँगै दिदी पनि सँगै बसेर हेरेर। कसको एड मन पर्यो त कमेन्ट गर्नुहोस् है भनेर भन्नु। यो कुरा त हामी पनि भन्न चाहन्छौँ है। हामीले कस्तो राम्रो हाम्रो प्रयास हो होइन। अनि के कति कमजोर छ, कमी कमजोरी त भइ नै हाल्छ। हाम्रो प्रयास कस्तो भइरहेको छ, तपाईँलाई कस्तो लागिरहेको छ, कसको एक्टिङ राम्रो छ, कस्तो एक्टिङमा अलिकति सुधार गर्नुपर्छ, त्यो पनि हामीलाई भनिदिनु होला है। त्यो त हामीले बुझ्नु पऱ्यो नि होइन, कति के कमी छ भनेर। अनि यो बाहिरबाट पनि गर्नुभएको रहेछ, इन्डियाबाट। हेर्दैछु, नाइस सिरियल धड्कन, लभ यु अल, लभ यु सो मच। इन्डियाबाट पनि कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। सधैँ हेरेर हामीलाई यसरी नै साथ दिनु होला। बहिनीले त आमालाई सपोर्ट गर्नुपर्छ नि हो। बहिनीहरू यस्तै हो, आफूलाई परेपछि मात्रै हेर्छन्। मलाई साथ दिएर भाउजूले भन्छन् क्या, सासू 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 कपाल तान्ने सासू। सासू यही सासू कपाल तान्ने सासू। बाउ छोरा हाना नै गर्छन् कि क्या हो यार है। हे भगवान्, कस्तो सोचेको भन्दा नि राम्रो आएको एपिसोड। धेरै धेरै धन्यवाद तपाईँलाई। के प्रेम मरेकै हो त भन्नुभएको रहेछ। हामी पनि अन्यलमा छौँ के छ प्रेम मरेको। अर्को भागमा हेर्नु होला के छ भन्ने कुरा चाहिँ। कति पापी बाउ छोरालाई अत्याचार गर्ने है हो नि। छुवाछुत हटाउँ, एकता बढाउँ। कस्तो मनै भावुक बनाइदियो दृश्यले। यस्तो दुःख गरेर काम गरिरहेको मान्छेलाई त्यही त विवेक वासुदेवलाई त हामीले पनि गाली गरेका छौँ। आफूले त घरमा राखेन होइन, काम गरेर त खानु दिनुपर्छ नि भनेर हामी पनि कराउँदै थियौँ। माया कता हरायो? माया त हाम्रो धड्कनमा मुटुमा छ। माया त माया नै हो। मेरो त आँसु नै आयो। को रुनुभयो? तपाईँहरू पनि कस्तो लागिरहेछ हामीले कमेन्ट पढेको होइन तपाईँलाई? अब हामीले त कति अशुद्ध पनि पढ्यो होला, हतारमा पढ्यौँ, कसैको नाम पढ्न बिर्स्यौँ, कसैको कमेन्ट मात्र पढ्यौँ होइन, कसैको नाम मात्र पढ्यौँ, त्यो पनि हुनसक्छ। तपाईँहरू गएर एकादशी फिल्म्समा हामीले अहिले कति धड्कन भाग 3 को कमेन्टहरू पढिरहेका छौँ। 2 मा पनि 1 मा पनि धेरै राम्रो राम्रो कमेन्ट आएको छ। तपाईँहरू पनि कमेन्ट पढ्नुहोस् अनि त्यसपछि तपाईँले पनि कमेन्ट छोड्नु होला।
यति नै हो प्रेमको पहिरो त अर्थ पागल अमा जस्तो भन्नु न पवित्रलाई त गाई पो आयो त त्यही त आजको भाग कस्तो लागिरहेछ त्यस्तै आयो र हामीले पढिसक्यो अघिले ल हस् त अब अर्को भाग हेरिदिनु होला अब 4 भागको प्रतीक्षामा छौँ नि त एकादशी फिल्म्स युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि फेरि पनि सिरियल हेरिदिनु होला अब 4 भागमा जान्छ अनि सबैलाई सेयर गरिदिनु होला है आफ्नो परिवार साथीभाइ इष्टमित्र सबैलाई सेयर गरिदिनु होला अनि प्रतिक्रिया पनि दिनु होला हस् त नमस्कार नमस्कार